वेलकम ब्याक टु माई युट्युब च्यानल प्रतीक थापा मगर। सम्पूर्णलाई स्वागत छ आजको मेरो नयाँ ब्लगमा। म चाहिँ ब्लग स्टार्ट गरिराखु मेरो बहिनीसँग। नानी यता हेर, म को अरे भनिदेऊ त, यता हेर न, ब्लगमा हेर भनेको के, यता यता अगाडि के अगाडि नहेरे नहेर। अनि हामी चाहिँ आज फागुन 15 मगर दिवसको दिन चाहिँ घरबाट कोही पनि गएनौँ, यहीँ घरै बसेर रमाइलो गऱ्यौँ। रमाइलो पनि के रमाइलो। अब जाँदैछौँ हामी। अब हामी चाहिँ कहीँ नभएर उहाँ हाट बजार जाँदैछौँ। हाट बजार तरकारी लिन भनेर। त्यहाँ गएर के हुन्छ देखाउँला नि त है। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो टोल हो होइन, भद्रमुनिपथ। भोट केमा दिदी, भोट केमा? घन्टीबाट को उठेको अरे? उहाँ घन्टीबाट को उठेको अरे? हो प्रतीक भन्ने मान्छेलाई भोट हाल्नुपर्छ है। हुनेवाला के अरे अर्को निर्वाचनको हो क्या उम्मेदवार। देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो अलिअलि पनि नजाराहरू छन्। म चाहिँ यस्तो फेरि एकदमै हावा गफ गर्दै हिँड्छु। देख्न सक्नुहुन्छ केटकेटीहरू यसो गर्दै आएको। ल हेलो हेलो, के छ सन्चै आरामै छौ? के गरिरहेको छु? ल ना थ्याङ्क यू। ल नानीलाई उता लगा त परसम्म जाऊँ, उता लगेर जाऊँ अनि गरौँ ल। यहाँ सबै बिग फ्यान भन्दै आएन न, केटाहरूले पनि रमाइलो गर्छन् क्या। यो ठाउँको लोकल दाई हो, म लोकल दाई। अनि उनीहरूले नानीलाई अगाडि लग्दै गएको छन्। मलाई देख्यो भने फेरि यसो गर्दै आउँछन् क्या। त्यतिखेरका केटाकेटीहरू पनि अहिले छन्। केटकेटी हो भोट के मारे? घन्टीबाट को उठ्या थाहा छ? फेरि मलाई त भन्दैनन् क्या, यिनीहरूले त्यस्तो भन्दैन। उताको दिदी किन थाहा हुने र? तपाईँले गरिदिनु भयो नि, अस्ति भनेको थिएँ मैले। युट्युब च्यानल सब्सक्राइब गरिदिनु भयो? तपाईँ यस्तै हुनुहुन्छ कि प्रतीक त दहन थापा भनेर सर्च हान्नु न क्या। भर्खर सर्च गरेर हान्दिने प्रतीक थापा मगर। केटा मेरो युट्युब च्यानलको नाम के अरे? अनि यिनीहरू सबैलाई थाहा? पिआर होइन हौ, पिआरए। अनि केटाहरूलाई सबैलाई थाहा के? एउटा नानीलाई बोकेर यत्रो मान्छे गइरहेछन्। पिआरए हो। अलि बिस्तारै लगा ल। देख्न सक्नुहुन्छ अब केटाटीले अब सानो बच्चा भनेर धेरै माया गरिरहेछन्। एकदमै रमाइलो छ जोस्। देख्नुभयो त गएर अब केटकेटीले मलाई कति माया गर्छन्, म केटकेटीलाई कति माया गर्छु भनेर यहाँ देख्न सक्नुहुन्छ। अनि यस्तै भइरहेछ आजको ब्लगहरू। मगर दिवस स्पेसल नभए पनि हाम्रो इभिनिङ वाक टाइपको हुन्छ नि त, त्यस्तो जस रमाइलै भइरहेछ। यो चाहिँ मेरो भाइ, घरको भाइ। अनि उसले पहिल्यैदेखि भ्लगमा भनिरहेको थियो कि, अनि के भन्थ्यो भन्दाखेरि म चाहिँ दादाको भाइ, दादा चाहिँ मेरो दाइ, युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस् है भन्थ्यो कि। कुरा त्यस्तै हो। तिमीहरू कहाँ जान लाग्यो र? चोकसम्म भाइरल बहिनीलाई घुमाउन रे? कसरी भाइरल भयो र? ल उनीहरू चाहिँ चोकसम्म छोड्न जान थालेछन् र त्यसपछि फर्किन्छन्। अब सबैलाई लहर जाने कुरो त हुन्न। उताबाट स्कुटरमा मगर बाजे आए, झ्याप्पै आए मगर बाजे स्कुटरमा आएर। अब हेरौँ आज मगर दिवस हो, सो बाटोमा कतिका मगर्नीहरू भेटिन्छन् हेरौँ। हामीलाई बाल छैन कि मगर्नी आइन्दैछ थियो, गुरुङहरू आइन्दैछ थियो, जो सुकी आओस् हामीलाई बाल भएन हो क्या। पत्ता नि कसैले होइन, आफूले हेरे अरूले हेर्दैन, अरूले हेरे आफूले हेर्दैन। ल अहिले आउँछु म, अहिले आउँछु अनि फेरि एन्डिङ गरौँ ल साँझ आउँछु म। गाइज हामीहरू चाहिँ आउँदैछौँ होइन। बाटोमा आउँदा मैले एउटा कुरा देखिसकेँ, त्यो चाहिँ हजुरहरूलाई देखाइदिन्छु है। त्यो कुरा चाहिँ के हो भन्दाखेरि यो हाम्रो निकोलस दाईको यसरी बाटोमा आएर रहेछ, त्यही देखाउनलाई चाहिँ मैले हजुरहरूलाई यहाँ रोकेको। सो अब चाहिँ यहाँबाट हामी निस्किन्छौँ है। गाडी पनि आएको दौडिँदै। हामीले निकोलस दाईको देखाइसक्यौँ। अब चाहिँ अरू कुरा जे हुन्छ त्यो सबै देखाउँदै जान्छु। लगभग हामी अहिले यो ड्राइभर टोल आइसक्यौँ हाट बजार जाने ठाउँमा। तर यहाँ चाहिँ अहिले
ट्राफिक जाम हुन लागेछ। ट्राफिक जाम हुन भन्दा पनि ट्राफिक जाम होइन, उता रेड लाइटहरू बोलेको भएर चाहिँ एकछिन रोकेको रहेछ। देख्न सक्नुहुन्छ अहिले चाहिँ यो ड्राइभर टोलको दृश्य यस्तो छ। ड्राइभर टोल त्यो हो, गाडीहरू एकदमै यो चाहिँ हाम्रो निकोलस भुसाल दाईको अर्को रिक्सा पनि आउँदैछ निकोलस दाईको प्रचार प्रसारको लागि। तपाईँहरूले पनि अब राम्रो मान्छेलाई चिनेर बुझेर मानेर हाल्नु होला भोट, किनकि आफ्नो मत भनेको एकदमै महत्त्वपूर्ण हुन्छ। अरू बेला राजनीतिक दलका नेताहरूले हामीलाई शासन गर्छन् भने यो चुनावको बेला एक दिन चाहिँ हामीले शासन गर्ने अवसर पाउँछौँ। सो आफ्नो मतको सही सदुपयोग गर्नु होला। अनि यहाँ चाहिँ रहेछ साइकल पसल, अनि आन्टी जानुभएको छ साइकलको बारेमा बुझ्न। त्यहाँ गएर के कस्तो कुरा छ बुझ्नुहुन्छ। ल त गाइज, म चाहिँ अहिले भर्खरै डाक्टर निकोलस भुसालको बारेमा कुराकानी गर्दै आइरहेको थिएँ। बाटोमा आउँदा उहाँलाई देखिसकेँ कि उहाँले निःशुल्क स्वास्थ्य शिविरको काम गरिराख्नु भएको रहेछ। सो तपाईँहरूलाई त देखाउँछु है त मैले फर्काएर। यसै गरेर यहाँ चाहिँ अब निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम चलिरहेको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ उहाँले जो इच्छुक छ उहाँहरूलाई चाहिँ निःशुल्क सेवा उपलब्ध गराइराख्नु भएको छ। जो इच्छुक हुनुहुन्छ उहाँहरूले आएर गर्न सक्नुहुन्छ। त्यसै गरी मेरो बहिनी पनि यहाँ छ, अनि उता यसरी छ भेट्ने आज सौभाग्य मिलेको छ उसलाई पनि देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ पुनः मैले भोइस डबिङको काम स्टार्ट गरेँ, किनभने यहाँ पनि त्यही साइडमा म्युजिक बजिरहेको थियो होइन। अनि यहाँ चाहिँ बिस्तारै मान्छेहरूको भिड पनि बढ्दै गइरहेको छ, देख्न सक्नुहुन्छ। कहिले घटेको छ त कहिले बढेको छ, तर राम्रो मान्छेलाई सपोर्ट गर्नुपर्छ है त। लगभग गाइज केही मिनट भन्दा नि केही समय त्यहाँ बसेर निकोलस भुसालको त्यो भिडियो मतलब उसले गरेको कामहरू यसो हेऱ्यो, निहालियो। अब चाहिँ टाइम भइसकेको छ घर जाने, रात पनि परिसकेको छ। सो हामी चाहिँ यहाँबाट निस्क्यौँ। अब अघि आएकै बाटोको कति भिडियो बनाउने, अब यही जाँदाखेरि यहीँबाट भिडियोको एन्डिङ गर्छु होला। सो आजको भिडियोबाट टाटा बाई, गुड नाइट, सी यू।